आज चाहिँ मलाई किन अचानक तमुक जाने काम पर्यो क्या साथीहरू। हाई गाइस, वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। खास कुरा चाहिँ आज मेरो बजार जाने काम थियो साथीहरू, अनि त्यही भएर आज चाहिँ हामी घरबाट आज तमुक किनेको अनि आन्टीहरूकोमा पनि जाने काम थियो क्या साथीहरू, त्यही भएर चाहिँ आज आन्टीहरूकोमा पनि निस्क्यौँ। अनि ठ्याक्कै हामी चाहिँ आन्टीहरूकोमा पुग्यौँ अनि आन्टीले चाहिँ चिया बनाएर दिइहाल्नु भयो, नास्ता चिया र रोटी खाएर हामी चाहिँ बजारतर्फ लाग्यौँ साथीहरू। अनि आज बुधबार हो नि त, त्यही भएर साथीहरू आज चाहिँ हामी सागसब्जीहरू के चाहिएको थियो, त्यही भएर हामी बजार गएको साथीहरू। दमकमा चाहिँ बुधबार चाहिँ बजार लाग्छ नि त। अनि ठ्याक्क घरबाट हिँड्ने बेलामा चाहिँ ठ्याक्क बजार भाइ आउनु भएछ क्या। उहाँलाई चाहिँ कस्तो राम्रो क्युट देख्यो क्या कलेज ड्रेसमा। मलाई चाहिँ कहिले देखेको थिइनँ यस्तो कलेज ड्रेसमा उहाँलाई। अब ड्रेसमा मात्रै देखेर होला कति क्युट देखेको। अनि जहिले हिँड्ने बेलामा चाहिँ मेरो बुढाले चाबी हराएकै हुनुपर्छ क्या, नहराएको त दिनै हुँदैन। जहिले यसरी चाबी कता छोड्नुहुन्छ अनि मलाई जहिले खोज्न पठाउनु हुन्छ क्या साथीहरू। अनि हतार कुद्दै गएर मैले चाहिँ चाबी पुऱ्याइदिएँ साथीहरू। अनि बाइक स्टार्ट गर्नुभयो, बाइक स्टार्ट गरेर चाहिँ हामी लाग्यौँ बजारतर्फ साथीहरू। अनि ठ्याक्कै हिँड्ने बेलामा चाहिँ एउटा कुरा याद आयो क्या साथीहरू, मेरो फर यू टिकटकमा अस्तिको दिनदेखि पुरै आरके फ्यान्सी स्टोरमा मेला लागिरहेको छ भनेर आइरहेको थियो नि त। अनि त्यहाँ सेल 200-500 सेल लागिरहेको छ भनेर हालिराख्नु भएको थियो कविता सिस्टरले। अनि म पनि त्यहाँ निस्किने भनेर चाहिँ हामी सबैजना लाग्यौँ आरके फ्यान्सी स्टोर। यहाँ चाहिँ पुरा कस्तो मजाले अगाडि गेटमा हिँड्न सक्नुहुन्छ, कति मजाले पुरा डेकोरेट गरेर सजाउनु भएको रहेछ आरके फ्यान्सी स्टोर अगाडि ठ्याक्क। अनि आरके फ्यान्सी स्टोरमा चाहिँ म गएँ साथीहरू। आज लास्ट 3 गतेसम्म मात्र मेला भनेर सेलमा लुगाहरू राखिराख्नु भएको रहेछ। अनि यहाँ चाहिँ कस्तो कस्तो लुगा पाइँदो रहेछ भनेर मैले पनि हेरेँ साथीहरू। यहाँ चाहिँ ठिकै राम्रो चाहिँ अस्ति नै छानिसक्नु भएको रहेछ। अनि मैले चाहिँ अलिक मन नपरेको लुगाहरू देखेर मलाई चाहिँ मन परेन अनि मैले चाहिँ हेरिनँ साथीहरू। अनि यता चाहिँ आन्टीले पुरै खोत्ताली हेरिराख्नु भएको, त कस्तो कस्तो पाउँछ भनेर। आन्टी पनि खासमा त आउनै मान्नु भएको थिएन, मैले जबरजस्ती लिएर आएको आन्टीलाई। अनि हाम्रो आन्टीलाई पनि खासै लुगाहरू त मन परेन छ। अनि मैले चाहिँ एउटा टप्स भेटेको थिएँ, ठिकै थियो र पनि मैले लिइनँ। अनि हामीले चाहिँ आरके फ्यान्सी स्टोरको सेलको लुगाहरू मन नपरेर हामी चाहिँ लाग्यौँ ताम्राकार मोबाइल पसलमा साथीहरू। खासमा चाहिँ हाम्रो मोबाइल पसलको आउने काम के थियो भने नि साथीहरू, हाम्रो चाहिँ यहाँ स्ट्यान्डहरू चाहिएको थियो अनि माइकहरू पनि चाहिएको थियो। भिडियो बनाउनको लागि निकै नै हामीलाई गाह्रो भइरहेको थियो, त्यही भएर चाहिँ हामीलाई यो किन्न चाहिँ एकदमै जरुरी थियो क्या साथी। अनि मैले भोइस ओभर भिडियोहरू बनाउँदाखेरि क्या साथीहरू ब्याकग्राउन्डको साउन्डले कस्तो डिस्टर्ब गर्थ्यो क्या, कहिले के कराएको हुन्थ्यो कहिले के कराइरहेको थियो। अनि मेरो भोइस पनि एकदमै नराम्रो सुनिरहेको हुन्थ्यो नि त। अनि त्यसैले आज चाहिँ म मिनी माइक किन्न आएँ पसलमा। अनि माइक त धेरै टाइपको हुन्छ नि त साथीहरू, त्यही भएर चाहिँ आज मैले मोबाइल पसलमा आएर बोया कम्पनीको माइक किने, जुन चाहिँ मलाई एकदमै मन पनि पर्यो साथीहरू। मिनी माइक चाहिँ एकदमै चाहिन्छ क्या साथीहरू। भोइस ओभर गर्दाखेरि चाहिँ हजुरहरूले चाहिँ केबाट युज गरिराख्नु भएको छ कमेन्टमा भन्नु होला। मलाई चाहिँ त्यत्तिकै भोइस ओभर गर्दा चाहिँ एकदमै ब्याकग्राउन्डको साउन्डले डिस्टर्ब गरेर आज चाहिँ मैले माइक किनेँ साथीहरू। धेरै दिनपछि किनौला भन्दै आज चाहिँ किन्नु पर्यो क्या साथीहरू। बोया कम्पनीको मिनी माइक पनि एकदमै धेरै नै राम्रो हुँदो रहेछ साथीहरू। जुन चाहिँ एउटा गोलो चिम्बक जस्तो टाँसिने खालको थियो भने एउटा त्यस्तो चिम्टीले चिप्ने जस्तो खालको थियो। जुन चाहिँ चिम्टीले चिप्ने जस्तो चाहिँ 6 पावरको थियो भने चाहिँ एउटा चाहिँ 2 पावरको थियो साथीहरू। यसमा चाहिँ 2-in-1 को एडाप्टर प्लस टाइप सी को चार्जर पनि पाइँदो रहेछ साथीहरू। अनि आज मैले मिनी माइक र सेल्फी स्टिक पनि किने साथीहरू, जुन चाहिँ एकदमै राम्रो थियो। मैले सबै बोया कम्पनीकै किनेको थिएँ साथीहरू। अनि हजुरहरूलाई पनि यस्तै सामानहरू चाहिन्छ भने चाहिँ दमकमा रहेको ताम्राकार मोबाइल पसललाई सम्झिनु होला ल। यहाँ चाहिँ एकदमै मजाले मिलाएर दिनुहुन्छ क्या साथीहरू। हजुरहरूलाई पनि यति केही चाहिन्छ भने चाहिँ यहाँ ताम्राकार मोबाइल पसललाई सम्झिनु होला। अनि आज चाहिँ मैले नसोचेको कुरा पुरा भयो क्या साथीहरू। मैले अस्तिदेखि माइक र यस्तो सेल्फी स्टिकहरू किनौला भन्दै थिएँ। अनि बुढाले चाहिँ आज मलाई मोबाइल पसलमा लगेर किनिदिनु भयो क्या। अनि म चाहिँ कति खुसी भएँ साथीहरू। हजुरहरूलाई पनि यस्तै चाहिन्छ भने चाहिँ आउनु होला है ताम्राकार मोबाइल पसल। बजारको काम सकेर मेरो चाहिँ घरमा काम थियो साथीहरू, जुन चाहिँ लालीले घाँस काट्नु पर्ने थियो। घाँस आन्टीहरूकोमा टन्नै रहेछ क्या। अनि आज कति राम्रो घाँस त मेरो लालीले खुसी हुन्छ भन्दै मैले चाहिँ लालीको लागि घाँस काट्न थालेँ। अनि मेरो बुढालाई चाहिँ परदेखि पुरै घाँस काटिसक्यो भन्दै पुरै आउनु हुँदैछ। अनि घाँस बाँध्नुपर्छ कि भन्दै भन्नुभयो। अनि घाँस बाँधिदिनु भयो उहाँले चाहिँ। मैले चाहिँ मजाले घाँस काटेँ लालीको लागि। अनि घाँस काट्दै जाँदा त मैले बारीमा त्यत्रो मजाले घन्टाको फर्सी पो भेटेँ साथीहरू। अनि फर्सी चाहिँ अनि मैले आन्टीले माथि ल्याएर दिएँ। आन्टीहरूकोमा फलेको फर्सी चाहिँ एकदमै मिठो हुन्छ क्या साथीहरू। अनि आन्टीलाई चाहिँ खाजा खानुको लागि फर्सी पनि काटिराख्नु भएको थियो टेबलमा। अनि यही फर्सीको खाजा खाने भयौँ क्या साथीहरू। अनि खाजा खाएर हामी चाहिँ लाग्यौँ घरतर्फ। अनि आजको दिन चाहिँ मेरो यसरी नै बित्यो साथीहरू। हजुरहरूलाई म भेट्छु अर्को मिनी ब्लगको साथमा। आजको लागि चाहिँ बाइ बाइ साथीहरू।